यो बाह्रवन साँझेदारी वन क्षेत्र बाह्रवन साँझेदारी वन क्षेत्र चाहिँ 4वटा स्थानीय तहमा पर्छ। गौरीगङ्गा नगरपालिका, भङ्गडी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिका। चुरेको एउटा वडा, पहिला 48 वटा हो, अहिले चाहिँ मर्ज भएर चाहिँ 22 वटा वडामा चाहिँ बाह्रवन साँझेदारी योमा चाहिँ लगभग 48,000 घरधुरी छ योमा चाहिँ आबद्ध र यसको क्षेत्रफल भनेको तपाईँको 1691.79 र यसमा दिगो वन व्यवस्थापन लागू भयो भनेको 1460 हेक्टरमा चाहिँ दिगो वन व्यवस्थापन लागू भएको र यसमा चाहिँ यो म्याप देखिराख्नुभएको छ। यो म्याप भनेको यो चाहिँ ग्रिन एरिया हो। यो अनि यो चाहिँ तपाईँको यो चाहिँ इतिहासला, यो चाहिँ यो शिवगङ्गा र यो तल चाहिँ तपाईँहरूले देखिराख्नुभएको छ। यो चाहिँ 1491लाई चाहिँ तपाईँको यो पुरै 1691 ग्रिन एरिया दिगो वन लागू गर्नको लागि 1460 यसलाई चाहिँ 4वटा बाँडेको छ। C1 कम्पार्टमेन्ट, C2 कम्पार्टमेन्ट, C3 र C4। प्रत्येक कम्पार्टमेन्टलाई फेरि सब कम्पार्टमेन्ट 8वटाको गर्नु, 8वटाको गर्नु बाँडेको। 8वटामा चाहिँ 10 8 80, एउटामा चाहिँ 10 वर्ष काम हुन्छ। त्यो हिसाबले चाहिँ तपाईँको 8 चौको 32वटा सब कम्पार्टमेन्ट र यो कम्पार्टमेन्टभित्र चाहिँ अब आगलागी हुन्छ अब होइन, त्यसको लागि चाहिँ यो फायर लाइनहरू मोटो जो देखिराख्नुपर्छ, लाइनिङ गरेको छ त्यो फायर लाइनहरू हो, मेन फायर लाइनहरू हो देखिराख्नुपर्छ नि। यो चाहिँ फायर लाइन, यो फायर लाइनहरू सबै काटिसकिएको छ। यो देखि यहाँ 1 2 3 4 यो काटिसकेको छ र यो अब टेन्डर प्रक्रियामा छ। यसलाई चाहिँ योचोटि चाहिँ टेन्डर निकालिएको छ, अब काम हुने प्रोसेसमा छ। लगभग यही यसको लास्टतिर चाहिँ काम हुन्छ र यो फायर लाइनको मेन उद्देश्य भनेको चाहिँ काठहरू ध्यान गर्नु, फायर लाइन आगो कन्ट्रोल गर्नु, यसको लागि हो। र यसको चौडाइ भनेको नालीसहित 6 मिटर, मेन फायर लाइनको नालीसहित 6 मिटर, सब फायर लाइन चाहिँ नालीसहित 4 मिटरको छ। फिल्डमा हेर्छौँ हामी र योमा चाहिँ 2071-72 सालमा चाहिँ सुरुमा चाहिँ कटान भएको सर्वे अनि लेखेन सर्वे पनि भन्नुभयो, 3चोटि भयो भनेर। यहाँ अहिले त्यति बेला चाहिँ 3 किसिमले काठ सङ्कलन गरिन्छ। एउटा वैज्ञानिकबाट अहिले आगोमा, त्यसपछि हलापडा, त्यसपछि सुरापडा, 3 तरिकाले चाहिँ त्यति बेला काठ सङ्कलन गरिन्छ। अनि त्यसमा चाहिँ तपाईँको उति बेला चाहिँ अब वैज्ञानिक वनकोमा सबै ठाउँमा लागू भएको हिसाबले एरिया बेसिसमा थियो होइन सर। एरिया बेसिसमा काट्दाखेरि तपाईँको बराबर एरिया काटिने भयो, काटिन चाहिँ कुनै ठाउँमा बाक्लो रुख हुने भयो, कुनै ठाउँमा पातलो रुख हुने भयो। अनि कुनै ठाउँबाट बढी काट्न त बराबर एरियामा मुद्दा परेन कि रुखमा मुद्दा पर्थ्यो। अब एकै ठाउँमा काटेको होइन नि त, काटेको देखाएको छ। अहिले फिल्डमा हेर्छौँ हामी, काटेको 1 2 3 4 5, कुनै ठाउँमा बढी रुख काट्यो, कुनै ठाउँमा कम रुख काट्यो। त्यसको मतलब चाहिँ रुख चाहिँ धेरै काटिसकेपछि अनि मुद्दा पर्थ्यो, लौ यहाँ त रुख चाहिँ सफा गर्ने भए भनेर चाहिँ होइन मुद्दा पऱ्यो। त्यसपछि त्यो कामै ठप्प भयो। भइसकेपछि 74मा 74 75 76मा म आएको, 75मा हामीले फेरि एक कटान गऱ्यौँ। त्यो कार्ययोजना फेरि नयाँ बनाएर अब ट्री बाई काट्ने भनेर, ट्री बेसिस एरियामा काट्ने भनेर। अनि त्यो ट्री बेसिस एरियामा काट्दाखेरि हाम्रो प्रत्येक वर्ष चाहिँ 980, 81 हुनु भएन, 79 हुन पाइयो होइन। 81 हुन पाएन, 79 हुन पायो, 970 हुन पायो, 71 हुन पायो, 900 हुन पायो हो। त्यो हिसाबमा चाहिँ हामीले चाहिँ त्यसरी काम गऱ्यौँ। त्यसपछि काम गर्दाखेरि 1 वर्ष काम भयो। काम भइसकेपछि फेरि हाम्रो माननीय पेरेमालेजीले चाहिँ फेरि बन्द गर्नुभयो, तपाईँहरूलाई थाहा छैन। अनि अहिले चाहिँ अहिलेसम्म अब त्यस्तो भयो छैन। अहिले तपाईँहरूलाई भन्दाखेरि
यदि अहिले यो साल काम हुने हो भने प्रक्रिया त अब कागजपत्र त पुगेको छ, जिल्ला पुगेको छ, अब क्षेत्रीयमा पुग्ला, मन्त्रालयमा पुग्ला। 1680 रुख चाहिँ तपाईँको सुगाखडा छ, लगत लगेको 1680। 1900 रुख चाहिँ ढलापडा छ, 1900 रुख ढलापडा छ। र त्योमा चाहिँ अब मूल्याङ्कन गर्दाखेरि 3,09,000 CFT कार्ड चाहिँ यहाँ छ अहिले है। त्यसको लागि चाहिँ अब सरकारले सरकारले चाहिँ पहल के गर्छ त्यो हो। बाँकी कुरो चाहिँ तपाईँको अरू कुरो त अब अग्निरेखाहरूको हामी फिल्डमै गएर हेर्छौँ। अनि यो 4वटा प्लटमध्ये एउटा प्लटमा 4 साल चाहिँ सब डिभिजनमा हामीले मिलेर फिलिङ गरेका छौँ। ल्याउने बदलाउने काम गरिरहेको फिल्डमै हेर्छौँ। फेरि अब हाम्रो यो 4वटा बाँकी छ, भोलिबाट फेरि हाम्रो काम सुरु हुँदैछ, गर्ने काम सुरु हुँदैछ। र यो थिनिङ भनेको फागुन चैतको यही समय हो गर्नुपर्ने, हुन बोलाउने टाइम। एरिया भित्र मात्रै वैज्ञानिक वन लागू भएको, त्यहाँ किन भएन? अब त्यो वैज्ञानिक वनको निश्चित एरिया छुट्याएर होला त्यो एरिया हो कि यो भनेको। अब यताको यहाँनिर यो खोला आउँछ, त्यो एरिया हो त्यो। हाम्रो त्यहाँ त्यही थियो, त्यो सीता सामुदायिक पहिले वैज्ञानिक काटेर ठ्याक्क खोला किनारको खोला छोडिदिएको अनि ठ्याक्क त्यसको सहायता त्यही नै हो, 12 नै हो। 1 वर्षमा 4वटा प्लट भयो होइन? 1 वर्षमा चाहिँ दोस्रोचोटि यहाँ भएको थियो, यो 1 वर्षमा सुरुमा चाहिँ 71-72मा चाहिँ यो चाहिँ 5वटा प्लटमा काटेको हो होइन। अनि त्यसपछि हामीले 74-75मा चाहिँ तपाईँको चाहिँ यसै प्लटको चाहिँ हामीले चाहिँ यो पहिला यो हेर्नु C1 प्लटमा मात्रै काटेको छ। एक त यो त्यति बेला पनि गल्ती गरे अब काट्नेवालाले पनि होइन, कार्ययोजना बनाउनेवालाले पनि त्यति बेला होइन। यदि त्यति बेला चाहिँ तपाईँको C1, C2, C3, C4मा काटियो भए यस्तो देखिने थिएन। एक प्लट 1 वर्षमा काट्नुपर्ने, एउटामा चाहिँ काट्नुपर्ने। अनि हामी आइसकेपछि जो रमेश चन्द भन्ने नाम सुन्नुभयो होला, पूर्व डेफो हाम्रो, हामी यहाँ आइसकेपछि होइन यस्तो तरिकाले कहाँ हुन्छ यो चाहिँ यो हुन्न भनेर चाहिँ त्यसपछि कार्ययोजना संशोधन गरेर चाहिँ 4वटै प्लटमा C1, C2, C3 र C4मा हामीले कटान गरेको हो क्या होइन। अनि अहिले चाहिँ त्यो फिल्डमा देखिन्छ त्यो कटान गरेको एरिया देखिन्छ। र त्योमा चाहिँ त्यति बेला कटान गर्दाखेरि फेरि कस्तो भइदियो भन्नुहुन्छ भने त्योचोटि कुनै पनि यो तराईमा चाहिँ सालै फुलेन। हामीले सोल्टादेखि ल्याएर ट्र्याक्टरले हामीले सालको बिउ चाहिँ रोप्यौँ बेला, त्यो सालमा सालै फुलेन त्यो तराईमा, बिउै आयो। अनि यो नक्सा बुझिन्छ? एउटा सामुदायिक वनलाई चाहिँ हामीले 8वटा ब्लकमा बाँडेर फेरि एउटा ब्लकभित्र 10 वर्ष काम गर्ने भनेको छ होइन। तर यहाँ चाहिँ 4वटा ब्लक छ क्या, त्यस्तै 4वटा सामुदायिक वन छ नि। यो किन गर्छ भन्दाखेरि सामुदायिक वनको एरिया त सानो हुन्छ, त्यहाँ म्यानेजमेन्ट गर्न सजिलो भयो, तर यसको एरिया त धेरै ठुलो भयो। एकैचोटि एकै ठाउँमा काटिँदाखेरि पुरै वनै सखाप भयो जस्तो देखिने भयो। र त्यो फेरि कति हेक्टरभन्दा बढी काट्यो भने चाहिँ फेरि आइआई गर्नुपर्ने पनि अवस्था हुन्छ हाम्रो वातावरण सँगसँगै अनुसार। त्यही भएर यसलाई 4वटा सामुदायिक वन जस्तो मानेर प्रत्येक वर्ष एउटा त्यो हरियो लागेको ठाउँमा काट्नुपर्ने हो। तर यहाँ मिस्टेकले चाहिँ एकै लफडा भयो, काट्नुपर्ने चाहिँ यो हरियो भएको ठाउँमा हो 1 वर्ष, अनि अर्को वर्ष यहाँनिर काटिने हो, यहाँनिर अनि माथि यसरी बुझ्नुहोस्। त्यो 4वटामा चाहिँ दिपेन सरले भन्नुभएको त्यो 4वटामा चाहिँ योमा चाहिँ हामीले 10 वर्ष काम गर्ने, योमा 10 वर्ष काम गर्ने, एउटा साइन्टिफिकको ऊ भनेको। अनि त्यसपछि अनि योबाट हामी योमा जाउँ अथवा यता जाउँ, जता जाउँ यता जाउँ भन्नुहोस्। यताबाट यो 10 वर्ष योमा काम गरिसकेपछि, योमा 10 वर्ष गरिसकेपछि यो कति पुग्छ? 20 वर्ष पुगेको। अनि यता जाउँ यहाँ 30, यो 30मा पुगिहाल्छ, यो 20मा पुगिहाल्छ। घुम्दै 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 तपाईँ यसरी यहाँ आउनेसम्म यो 80 पुग्छ।
फेरि काट्ने भइसक्यो हुन्छ रोटेसन भनेको 80 वर्ष भनेर त्यसरी बनाएको हो क्या यो कुनै ठाउँमा फेरि तपाईँको मैले देखेको छु दिपेश सर 10 वटा कुप पनि बनाएको छ क्या 8 वर्ष काम गर्ने 10 उयो नि त पुग्ने त 100 वर्ष हुने भयो त्यसरी भयो भने 80 नै हुने एउटामा 8 वर्ष गर्ने 10 वर्ष नगर्ने योमा चाहिँ 10 एउटामा 10 वर्ष काम गर्नुपर्ने हो क्या पुग्नु पर्ने उयो फेरि त्यो हो अनि साझेदारी वनको मुख्य उद्देश्य के हो साझेदारी वनको मुख्य उद्देश्य भनेको हामी छिमेकीहरूले अरू बाहिरको जस्तै हामीले नजिकैले त उपभोग गर्न पाउने भयौँ साझेदारी वन भनेको टाढाहरूले पनि सहुलियत त्यहाँबाट लिन पाउने सेवा सुविधाहरू उपभोक्ताहरूको लागि जुन चाहिँ सामुदायिक वनको पहुँचमा छैनन् जोसँग चाहिँ आफ्नो निजी वन छैन अनि काठदाउराको आपत्तिमा समस्या पर्छ त्यस्तोलाई चाहिँ साझेदारी वनले चाहिँ उनीहरूको माग र आवश्यकता आपत्तिको लागि साझेदारी वन चाहिँ व्यवस्थापन गरिएको हुन्छ ल अब फेरि जाउँ त